आदरणीय दर्शकवृन्द, अत्याचारको पनि सीमा हुन्छ। राजनीति प्रतिशोध पनि कुन कारणले भएको हो स्पष्ट स्रोत हुन्छ। तर यी केही नभएर सरकारले रवि लामिछानेलाई यसरी निचोरिरहेको छ, यसरी निचोरिरहेको छ, बेसरी निचोरिरहेको छ भन्ने कुरा यो भिडियोले पनि बताउँछ। जुन रवि लामिछाने विरुद्ध सर्वोच्चमा जाहेरी दिएको भनिएका व्यक्ति आज वास्तविक कुराहरू ल्याएर बोल्दै हुनुहुन्छ। यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र यो सरकारले गर्न खोजेको, राष्ट्रिय स्वतन्त्र पार्टीलाई गर्न खोजेको र रवि लामिछाने विरुद्ध हात धोएर लागेको स्पष्ट जानकारी यो भिडियो मार्फत बुझ्नुहोस्। सरकारले मेरो नामबाट प्रतिवादी बनाई रवि लामिछानेको माथि मेरो नाममा जाहेरी बनाएको रहेछ। मलाई केही पनि जानकारी दिएन। मेरो सहमति बिना प्रहरीले जाहेरी दियो। हामी रवि लामिछानेलाई जाहेरी दिएको होइन। हामी के को लागि दिएको भन्दा हाम्रो बचत फिर्ताको लागि दिएको। म एउटा सहकारी पीडित भएको कारणले म जहाँ गएर पनि लड्न सक्छु। म सत्यको पछि कहिले पछाडि हट्दैन। यो व्यक्तिगत प्रतिशोध मात्र यो सरकारले साँधिरहेको छ। सरकारबाट कुनै पनि आशा छैन हामीलाई न्याय पाइन्छ भन्ने। मेरो नाम बार बार आउँदाखेरि मैले अब त यो चिज बाहिर ल्याउनै पर्छ। जो अन्याय कसैलाई भइरहेछ भने त्यो चिज मैले गरेर हुन्छ भने कसैलाई त्यो चिज बाहिर ल्याएर मैले प्रस्ताउनु पर्छ भन्ने धारणा राखेँ। म पहिलेदेखि नै बोल्न खोजिराखेको थिएँ। तर अब यो बार बार मेरो नाम आइरहँदा अब चाहिँ नि यो सरकार विरुद्ध र यो हामी म पीडित पछिबाट बोल्नु पर्छ है। अब पछि हटेर हुन्न है भनेर म यो बोल्न थालेको। जाहेरी जो सरकारले मेरो नामबाट दिएको छ त्यो चाहिँ नि एकदमै गलत भएको छ। 500 कल चाहिँ नि तपाईको एड्रेस कहाँ हो, लोकेसन कहाँ हो भन्ने कुरा पनि सोध्नु हो। साँधिरहेको छ। सरकारबाट कुनै पनि आशा छैन हामीलाई न्याय पाइन्छ भन्ने। मेरो नाम बार बार आउँदाखेरि मैले अब त यो चिज बाहिर ल्याउनै पर्छ। जो अन्याय कसैलाई भइरहेछ भने त्यो चिज मैले गरेर हुन्छ भने कसैलाई त्यो चिज बाहिर ल्याएर मैले प्रस्ताउनु पर्छ भन्ने धारणा राखेँ। म पहिलेदेखि नै बोल्न खोजिराखेको थिएँ।